के भने अलिक खतरा भएको हुनाले त्यो ठाउँमा नलैजाउँ भनेर चाहिँ रोक लगाएको थियो कि अनि त्यसपछि चाहिँ तिनीहरूले के भन्यो भने जाम हिँड भन्यो हामी यस्तो यस्तो गुफाहरू हामीले धेरै पत्ता लगाउँछौँ जाम हिँड भन्यो ल भनेर त्यहाँदेखि गयो हामी पुरामा त्यहाँबाट हामी भर्याङबाट करिब आधी घन्टासम्म तल गयो तल गएपछि तपाईँको के भयो भने अक्सिजनको अलिक कम जस्तो लाग्यो क्या अक्सिजन कम जस्तो हाइट चाहिँ जति भने पनि छ तपाईँको अनि फरक चाहिँ छैन त्यहाँ फरक चाहिँ छैन चेप मात्रै छ कि सुई सुई त्यसले गर्दाखेरि पनि त्यहाँबाट यहाँबाट नजाऊँ भनेर हामी फर्क्यौँ त्यसपछि चाहिँ यो अब तपाईँको कार्तिक लागेपछि असोज 15-16बाट चाहिँ हामीले त्यहाँ धमाधम मान्छे लान्छ तपाईँको त्यहाँ त्यो ठाउँमा जस्तो रमाइलो अन्त छैन कि किन त्यहाँ अलिकता ऊ पनि छ एडभेन्चर पनि छ बढी होइन डेन्जर पनि छ त्यसले गर्दा पनि त्यो ठाउँमा मान्छे लगिदियो भने धेरै खुसी हुन्छ कि र त्यो त्यस्तो छ यहाँ त्यसरी चाहिँ हामीले गर्छ बाबु है गर्नुहोस् तपाईँहरू चाहिँ अब टाइम मिलाएर आउनुहोस् अथवा कुनै टाइममा आउनुभयो भने तपाईँहरूलाई म त्यो ठाउँमा पानी नभएको ठाउँमा म तल लगाएर पुऱ्याइदिउँला तपाईँहरूलाई म आफै गाइड गरेर तपाईँहरूलाई तल गरिदिउँला होइन मान्छे असोजको टाइममा दसैँको टाइममा ठ्याक्कै भन्नाले अब दसैँ पनि आइहाल्यो होइन दसैँ असोज भन्दा पनि तपाईँहरू कार्तिकमा आउनुभयो भने तपाईँहरूलाई गुफा घुम्नको लागि चाहिँ त्यतिखेर एकदम आनन्द कि भित्र सुक्खा हुन्छ पुरै होइन जहाँ छिर्न पनि पाइयो जता जान पनि पाइयो चिप्लो हुँदैन अनि त्यो पानी छ नि त त्यो त्यति मात्रै हो कि भित्र अझै यो साइडमा हजुर यहाँबाट जान्थ्यो यो साइडमा तपाईँको त्यहाँ करिब 4-5 मिटर जतिको एउटा चाहिँ तलाउ छ के त्यहाँ त्यो पानीको चाहिँ निकासा छैन कि तपाईँको कस्तो हुन्छ भने अहिले यो बर्खा सिजनमा जति नै भित्रबाट पानी आइरहेको छ नि त्यो ठाउँमा होचो छ त्यहीँ गएर जम्मा भइरहेछ अनि अब त्यो तपाईँको यो कार्तिक मसिताका त्यो पनि सुक्छ फेरि त्यहाँ पनि सुक्खा हुन्छ अहिलेलाई चाहिँ तपाईँको उता अन्तिम पुग्दाखेरि करिब हामीले डुबाउँ जस्तो हुन्छ त्यहाँ त्यस्तो हुन्छ अनि कोही लिएर आउँछ कोही के भन्छ हामी पौडी खेल्छ भन्छ ल जा भने हालिदिउँ होइन के भन्छ गएर आउँछ जान्छ सुई सुई जान्छ हामीलाई जा भन्छ कि पहिला होइन अब गाडी नभइकन त्यो मुर्दाहरू जाँदैन अनि हामीलाई जा भन्छ हामी गइदिन्छ त्यहाँ त हामी गएपछि हामी सबसँग जान्छौँ आज पनि 2जनालाई के भन्छ पौडी खेलाएर निकाल्नु पाइदिएको यहाँ त मान्छे थाहा भयो भने त धेरै आउँछ कि थाहा नभए प्रकारको कमी हो कि महेन्द्र गुफा त के नि छ र यो हेरेर त्यहाँ मान्छे कति जान्छ फेरि यो साउन्डमा मैले तिनीहरूको चाहिँ आइडियामा हिसाब गरेको थिएँ कि रेडियोमा चाहिँ आइडिया हिसाब गर्दाखेरि 2 करोड उठेको यो वर्ष यो गुफाबाट त्यो उसबाट तपाईँको महेन्द्र गुफाबाट 2 करोड उठेको थियो अरे अनि त्यसमा चाहिँ कुनै के हो भने क्याम्पस चलाउँछ अरे एउटा क्याम्पस चलाएको छ यो क्याम्पस हामीले चाहिँ सञ्चालन गराएको छ भनेर तपाईँको एउटा त्यत्रो गुफाले होइन महेन्द्र गुफा होइन त्यो डेभिड फल तल गुफा होला नि समेर गुफा होला नि समेर गुफा र महेन्द्र गुफा सँगसँगै त हो नि सँगसँगै हो महेन्द्र गुफाले भन्नुभन्छ कुनै महेन्द्र के भन्ने क्याम्पस छ अरे नि त्यो अघि नाममा एउटा क्याम्पस अरे त्यो क्याम्पस चलाएको सिद्ध गुफा चाहिँ यो सिद्ध गुफा हो तपाईँको यो चाहिँ कसरी अब भन्नु न एसियाको ठुलो गुफा अहिलेसम्म यसको चाहिँ किनभने अलिकति हाइवेभन्दा पछाडि पनि परेर अलिकति हाम्रो प्रचार पनि कमी नै भएर हाइवेभन्दा पछाडि परेर भन्दा पनि प्रचार कमी नै भएर होला त्यसले गर्दाखेरि अहिले हाम्रो वर्षमा यो स्टपिङ पोइन्ट भएन मेन कुरा हामीलाई गाह्रो छ हेर्नुहोस् होइन कि यहाँ रोकेर आउनु पऱ्यो यहाँनिर कि स्टपिङ पोइन्ट हुँदैन क्या त्यही भएर गाह्रो हुन्छ पोखरा त्यहाँ मान्छेहरू घुम्नलाई जान्छ त्यहाँबाट त्यहाँ जाँदा के अप्ठ्यारो भएन त्यो त उसले लिन पर्ने के हरेक जिल्लाको एउटा यस्तो पोइन्टहरू हुन्छ नि त्यो त जिल्लाले नै नगरपालिकाले नै यसरी यो ठाउँलाई उ गरेर पर्यटन घोषणा गरेर होइन क्षेत्र घोषणा गरेर यसलाई अनि स्पेसल महत्त्व दिएर एउटा छुट्टै निकाय राखिदिनु पर्ने कि त्यहाँबाट अनि यता उ गर्नको लागि कि जस्तो तपाईँको कुनै पनि पोखरा जान अथवा होइन आउँछ नि पर्यटकहरू ट्राभल एजेन्टहरू हुन्छ नि उनीहरूलाई हुन्छ नि कन्ट्याक्ट गरेर यहाँ घुमाउनु पर्ने एउटा डेस्टिनेसन पोइन्ट गराइदियो भने त नियममा राखिदियो भने त सकिहाल्यो नि त्यही त बन्दीपुर आउनेहरूलाई सिद्ध गुफा पनि घुम्न पर्ने त्यस्तो कि यता नि आउनु पर्ने बुक काटिदिने टिकटहरू उताबाट यता आए नि आओस् नआए नआओस् मैले काम गर्ने एजेन्टमा एजेन्सीमा मैले सोधेँ किन नगरेको भन्दाखेरि प्रायः बसमा आउँछ अरे कि डुम्रेसम्म डुम्रेबाट ट्याक्सीमा जान्छ अरे कारमा किन टुरिस्टहरू अनि त्यहाँ अब लोकलमा गाह्रो हुन्छ नि त टुरिस्टमा आउँछ नि त काठमाडौँबाट त टुरिस्ट बसमा डुम्रेबाट त लोकलमा जानु पऱ्यो त्यही भएर झ्याउ हुन्छ भने ट्याक्सीमा पठाउँछ अरे यता त्यही टुरिस्टलाई यता ल्याउँदाखेरि 1000 रुपियाँ कस्ट बढी पर्छ अरे कि अनि उनीहरूले भन्यो भने मात्रै लिएर आउने अरे त्यो भन्न चाहिँ भनिदिँदैन कि फेरि हाइवेमा आउँछ होइन आयो बिचरा के भन्छ डुम्री झऱ्यो डुम्रीबाट जान्छ तिनीहरू गाडी लिएर फेरि बन्दीपुर गयो प्याकेजमा एकजना कुहिरे बराबर के भन्छ बन्दीपुरबाट लिएर आइदियो भने त यहाँ आउँदाखेरि सिधै गाउँमा 500 रुपियाँ गाडी चाल दिइदिन्छ तर तिनीहरूलाई एकदमै मर्को पर्छ उनीहरूले प्याकेजमा चाहिँ बन्दीपुर मात्रै भनेर हुन्छ गुफा घुम्यो भने यति चार्ज लिने भनेर भनिदियो भने आउँछ कि मान्छेहरू त्यो नभन्दै अलिअलि ट्राभल एजेन्सीहरू चाहिँ लगिन थालेको छ ट्राभल एजेन्सीहरू चाहिँ आउँछ म बिस्तारै लाग्यो एउटा मेरो यहाँ